लामा चाहिँ अब यस्तो भएर निस्किए। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म गोर्खा जान लागेको है गाइस, म र बुढा भएर। अब किनभने बिचमा त्यस्तै भयो कि अब धेरै टाइमसम्म अहिलेसम्म मैले केही भ्लगहरू भिडियोहरू बनाएकै थिइनँ अनि बनाउन नि भ्याएको थिएन। मतलब अब फेरि त्यस्तै नै परेको थियो कि हाम्रो चाहिँ घरतिर। अनि सो त्यही भएर आज चाहिँ हामी बुढाबुढी गोर्खा जान लागेको। अनि जान आउँदाखेरि बनाऊँ न त, यसो सम्झना चाहिँ हुन्छ नि त भनेर चाहिँ अनि हामी चाहिँ अब घरबाट निस्किन लाग्यो। लामा चाहिँ अब यस्तो भएर निस्किए। ल बुढो र म चाहिँ अब निस्क्यौँ। अघि म त्यस्तो थिएँ भने यो भयो लेखनाथ खानु भएको। अनि यता अगाडिको बाटो चाहिँ बनाउनु लागेको सो हामी चाहिँ यता पछाडिबाट यो भित्री बाटो हुँदैन भर्खर फल्किसकेको नि। अनि तेल हालेर बाइकमा भर्खर मसिनो पर जाँदैछ। फेरि चाहिँ भर्खर अब यो ताराहरू चाहिँ अन्डरग्राउन्ड गरेको भएर चाहिँ कस्तो मजा लाग्दो भइरहेको बाटो। अब गर्मी पनि छ अनि धुलो धुवा त्यस्तै हुन्छ नि त। अनि सो त्यही भएर चाहिँ हामी अब बरु डाँडाकाँडाबाट मजाको हावा खाँदै जाऊँ भनेर हामी चाहिँ यताको बाटो आएको छौँ। अब शीतलको शीतलै छ, जो उता भन्दा यता चाहिँ अलि जान मिल्छ। बाटो छैन कि भन्ने सोचेको थिएन होइन, तर किनभने बाटो यसरी ब्लक हुन्छ कि बाटो छिमेपछि बाटो ब्लक जस्तो हुन्छ। हामी फेरि हाँस बाहिरबाट बाटो छैन कि जस्तो सोच्थ्यौँ, तर बाटो चाहिँ रहेछ है जे हाइवे नगइकन यता टाढो घुमाउन लिएर आएको यस्तो घाममा गर्मीले पात भएर यहाँ मर्न आँटिसक्यो। यो भुलेटार बजार यहाँ त लास्ट गर्मी रहेछ। माथि फेरि डाँडातिर यसो शीतल जस्तो भयो। ल हामी चाहिँ यहाँ अब सुन्दरी बजार आउन लाग्यौँ है। अझै म्यापमा चाहिँ हाम्रो वहाँ अब खासमा चाहिँ मेरो बुढोको साथीको घर गाउँमा जान हिँड्ने हो। अब त्यहाँसम्म चाहिँ कति 1.5 घन्टाको टाइमिङ देखाएको छ। अनि यहाँ चाहिँ यसो अलिअलि शीतल रहेछ र हामी चाहिँ यहाँ रोकेर पानी सानी खाएँ, एकछिन रेस्ट गर्छौँ अनि त्यसपछि फेरि जान्छौँ। अब
यताको बाटो त एकदम ठिकै हो। अब के भन्छ अरे सुनसान होइन, रोड पनि अनि आफ्नै उसमा हिँड्न पाउने बाटो नि राम्रो नयाँ बनाएको। तर के गर्नु, लास्ट गर्मी 45 डिग्री छ भने यत्रो घाममा म भने झन् यस्तो कालो हुन्छ नि। यो माथि ज्याकेट हेलमेट लाएर यस्तो गुम्सेर हिँडेको, माइ गड पसिनाले सबै भिजिसकेको म चाहिँ। झन् घामले तातेर कस्तो भइरहेको। अब एकछिन बस्छौँ हामी यहाँ, अनि बसेर एकछिन पानी सानी खान्छौँ, अनि बाइकलाई पनि यसो आराम दिन्छौँ, अनि त्यसपछि फेरि जान्छौँ हामी चाहिँ। र हामी चाहिँ भर्खर पुष्पलाल हाइवे प्रवेश गऱ्यौँ। वाउ, यताको चाहिँ बाटो चाहिँ कपाल भइन्छ, गर्मी भयो भने जो बाटो चाहिँ अति दामी छ। अब जाउँ, अब अगाडि कस्तो छ त्यो बाटो चाहिँ लास्टै मन पऱ्यो नि मलाई चाहिँ। गर्मी भयो भने बाटो चाहिँ हेर्दै भयो। अब पारी होइन, अब यो पारी हुँदै जान्छौँ। अब जोस् हामी चाहिँ अब आइपुग्न लागिसक्यौँ। अब मर्साङ्गी खोला टपै हामी चाहिँ अब चाहिँ आइपुग्न लाग्यो भनेर हल्का यस्तो सास आए जस्तो भयो मलाई। नत्र भने यस्तो बाइकमा हिँडेको भनेर के गर्ने हो, यत्रो हेलमेट कममा ज्याकेट कममा लाएर हिँड्नु गर्नुले यस्तो उनीहरूलाई बस्नु अब चाहिँ त्यो सब आउन लाग्यो भने चाहिँ अलिक मन आनन्द भइरहेको। अब फेरि भर्खर अब यहाँ पुगेको साथीको फोन आयो। अब खै यता कता के पोखरीतिर आएपछि फोन गर्नु भन्नुभएको छ। त्यहाँनिर चाहिँ उहाँलाई भेटेर अनि त्यसपछि चाहिँ फेरि हल्का सामानहरू केही लानुपर्ने छ अरे, त्यो सामानहरू चाहिँ लिएर फेरि हामी सबैजना सँगै बल्ल गाउँतर्फ लाग्छौँ। फाइनली गाइज हामी चाहिँ गोर्खा खुप्लाङ गाउँ आइयो। अब घर चाहिँ अगाडि कि जस्तो लाग्यो अरे बुढाको चाहिँ, तर एकचोटि थाहा छ अब के हुन पनि सक्छ हो। नहीं जस्तो लाग्यो हो, त्यही हो। ल आयो यो नै रहेछ होइन, यहाँ माथि घर चाहिँ मासतिर रहेछ। आइसक्यो रहेछ कमला। यो ब्याग कता छिरेको यार, लगाउँ त। फाइनल्ली हामी चाहिँ घर आयौँ। जोस् हामी पनि घरबाट ठ्याक्क आउने अनि कस्तो हावाहुरी र पानी पर्ने नि भइरहेको थियो। तर त्यो चाहिँ हामी चाहिँ आयौँ।
बस्यौँ, खाजासाजा खायौँ, सबैजना गफसफ गऱ्यौँ। अब किनभने पहिलोपटक थियो चाहिँ हाम्रो होइन, सबैजनासँग चिनजान गरियो। त्यही नै हो। अब एक्कासी हामी चाहिँ यहाँ किन आयौँ भन्ने कुरा चाहिँ अब भोलिको भिडियोमा थाहा भइहाल्छ। सो गाइज अब यत्रो बाटो हिँडेर आएको, सो अब खानासाना खानुपर्ने, गफ गर्नुपर्ने, रेस्ट गर्नुपर्ने हुन्छ। सो त्यही भन्दै आजको मेरो भ्लग चाहिँ यहीँ बन्द गर्न चाहे। थ्याङ्क यू फर वाचिङ।